अब मैले I-20 को स्याम्पल पनि दिएको छु यहाँ साइडमा हजुरहरूले देख्न सक्नुहुन्छ हैन त्यो भनेको चाहिँ तपाईको चाहिँ हजुरहरू त्यो कलेजमा एक्सेप्ट हुनुभयो त्यसले त्यहाँ I-20 मा लेखेको हुन्छ कुन कहिलेबाट चाहिँ तपाईको क्लास स्टार्ट हुन्छ ओरिएन्टेसन कहिले तपाईको कुन युनिभर्सिटी कुन एड्रेसमा छ के छ सबै लेखेको हुन्छ त्यहाँ जेनरल रुलहरु पनि लेखेको हुन्छ तपाईको F1 स्ट्याटसको लागि चाहिने रुलहरु पनि लेखेको हुन्छ कति क्रेडिट मेन्टेन गर्नुपर्छ भनेर प्लस ट्युसन फी कति लिभिङ कति अनि तपाईको आफ्नो फन्डिङ कति स्कलरशिप पाएको छ भने स्कलरशिप कति भनेर सबै फुल अन ब्र्याकेटमा राइटपट्टि साइडमा स्कलरशिप र फन्डिङ लेफ्टपट्टि साइडमा हजुरको लिभिङ एक्सपेन्सेस र ट्युसन एक्सपेन्सेसहरु मजाले लेखिदिएको हुन्छ अब यसमा चाहिँ के हुन्छ म चाहिँ के भन्छु भने सकेसम्म हजुरहरूले अब 5-6 वटा युनिभर्सिटीहरु सर्टलिस्टेड गरेर 3-4 युनिभर्सिटीमा अप्लाई गर्नुभएको छ भने वेट गर्नुस् 2-3 युनिभर्सिटीबाट आओस् I-20 कम्पेयर गर्नुस् जुनमा सस्तो छ जुनमा चाहिँ लिभिङ कस्टहरु सबै गरेर टोटल हेर्नुस् अहिले पनि डजन्ट म्याटर स्कलरशिप कति पाउनु भयो के भन्नु टोटल हेर्नुस् सो टोटल हेरिसकेपछि तपाईहरुलाई सस्तो जुनमा छ त्यसमा जाँदा बेटर भयो बढी हसल भएन हैन सो सस्तो जता छ त्यता जानुस् यदि हजुरहरूले एप्लाई गर्दाखेरि IELTS को रिजल्ट मात्रै थियो अप्लाई गर्दा र हुन्छ नि I-20 आउँदाखेरि SAT को रिजल्ट पनि आयो तपाईले SAT गर्ने सोच्नु भयो SAT गर्नुभयो SAT को रिजल्ट पछि आयो भने पनि त्यो अपडेट गर्न सक्नुहुन्छ सो इमेल गर्नुस् उनीहरुलाई भन्नुस् ल मेरो SAT पनि गरेको थिएँ मैले SAT को रिजल्ट आएको छ भन्नुस् अनि उनीहरुसँग कोअर्डिनेट गरेर SAT को स्कोर पठाएपछि उनीहरुले फर्दर स्कलरशिप दिन्छ अनि न्यू I-20 फेरि इस्यु गरिदिन्छ हजुरलाई त्यो भएपछि स्कलरशिप पायो सो स्कलरशिप त्यसरी पनि आउँछ